नेपाल प्रिमियर लिगमा कसले जित्ला 62 लाखको कार? फेरि दिपेन्द्र कि रोहित वा विनोद? अनि कसले जित्ला मोटरसाइकल? त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरको 360 डिग्रीमा अहिले क्रिकेटको उत्सव चलिरहेको छ। जारी नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण अब आफ्नो सबैभन्दा रोमाञ्चक र अन्तिम चरणमा आइपुगेको छ। प्रतियोगितामा अब मात्र फाइनल बाँकी रहँदा उपाधिको दावेदार को बन्ला भन्ने मात्र होइन, व्यक्तिगत पुरस्कारहरू कसले हात पार्ला भन्ने विषयले समर्थकहरूको मनमा ठूलो कौतूहलता पैदा गरेको छ। यो केवल एउटा लिगको अन्त्य मात्र होइन, यो नेपाली क्रिकेटका स्टार खेलाडीहरूको एक वर्षको मेहनतको नतिजा पनि हो। उपाधि जित्ने टोलीले त ट्रफी उचाल्नेछ नै, तर दर्शकहरूको आँखा भने मैदान बाहिर सजिएका आकर्षक पुरस्कारहरू, विशेष गरी ओमडाको 62 लाख पर्ने कार र पल्सरको NS 400 मोटरसाइकलमा पनि उत्तिकै गडेको छ। आजको यो विशेष रिपोर्टमा हामी उपाधि दौडको प्राविधिक पक्ष भन्दा पनि व्यक्तिगत पुरस्कार, विशेष गरी 62,49,000 पर्ने कार कसले जित्ला र को खेलाडीहरू फिल्डिङको बादशाह बन्ने होडमा छन् भन्ने विषयमा गहिरो विश्लेषण गर्नेछौँ। 62 लाखको कार को बन्ला प्लेयर अफ द सिरिज? नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो जादुई अलराउन्ड प्रदर्शनले सबैलाई पछि पार्दै कार जितेका थिए। यसपटक पनि ओमडाको E5 कार सर्वोत्कृष्ट नेपाली खेलाडी प्लेयर अफ द सिरिजलाई प्रदान गरिनेछ, जसको बजार मूल्य 62,49,000 रुपियाँ तोकिएको छ। जारी प्रतियोगितामा केही खेलाडीहरूले यस्तो प्रदर्शन गरेका छन् जसले उनीहरूलाई यो पुरस्कारको बलियो दावेदार बनाएको छ। आउनुहोस् ती सुपरस्टारहरूको चर्चा गरौँ। विनोद भण्डारी, सुदूरपश्चिम रोयल्स, अनुभवी रन मेसिन। सुदूरपश्चिम रोयल्सलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अनुभवी ब्याटर विनोद भण्डारीको भूमिका अतुलनीय छ। उनी टोलीका लागि मात्र होइन, कारको लागि पनि एक प्रमुख दावेदारको रूपमा उभिएका छन्। तथ्याङ्क हेर्दा विनोदले जारी सिजनका 8 खेलमा 264 रन बनाइसकेका छन्, जुन शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थान हो। उनले लेग चरणमा लुम्बिनी लायन्स र महत्वपूर्ण पहिलो क्वालिफायरमा विराटनगर किङ्स विरुद्ध बनाएको अर्धशतकले उनको क्लास देखाउँछ। 111.39 को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका विनोदले 23 चौका र 8 छक्का प्रहार गरिसकेका छन्। यदि फाइनलमा पनि उनको ब्याट यसरी नै चल्यो भने 62 लाखको कारको चाबी उनको खल्तीमा पर्ने सम्भावना प्रबल देखिन्छ। गत वर्षका विजेता तथा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले यसपटक पनि आफूलाई कारको बलियो दावेदारका रूपमा प्रस्तुत गरेका छन्। दिपेन्द्रको विशेषता नै यही हो कि उनी ब्याटिङमा रन बनाउँछन्, बलिङमा विकेट लिन्छन् र फिल्डिङमा असम्भव लाग्ने क्याचहरू लिन्छन्। यस सिजनमा दिपेन्द्रले 8 खेलमा 154 रन बनाएका छन् भने 144.66 को उत्कृष्ट स्ट्राइक रेट कायम राखेका छन्। उनले 8 छक्का र 5 चौका प्रहार गर्दै टोलीलाई अन्तिम ओभरमा फिनिसिङ टच दिएका छन्। बलिङतर्फ पनि उनले 8 खेलमा 8 विकेट लिँदै टोलीलाई सन्तुलन प्रदान गरेका छन्। उनको इकोनोमी रेट 8.81 रहेको छ। फिल्डिङमा त उनको तुलना नै छैन। 10 वटा क्याच लिँदै उनी प्रतियोगिताकै सर्वाधिक क्याच गर्ने खेलाडी बनेका छन्। के दिपेन्द्रले इतिहास दोहोर्याउँदै लगातार दोस्रो पटक कार जित्लान्? यो हेर्न बाँकी छ। रोहित कुमार पौडेल, लुम्बिनी लायन्स संकट मोचक कप्तान। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले लुम्बिनी लायन्सको कप्तानी गर्दै टोलीलाई खराब स्थितिबाट माथि उठाएका छन्। पहिलो संस्करणमा टोली लेग चरणबाटै बाहिरिएका कारण उत्कृष्ट प्रदर्शन गरेर पनि पुरस्कारबाट वञ्चित भएका रोहित यसपटक भने फरक मुडमा देखिन्छ। रोहितले 9 खेलमा 260 रन बनाएका छन्। यद्यपि उनको स्ट्राइक रेट T20 अनुसार थोरै कम देखिन सक्छ, तर उनले खेलेका इनिङ्सहरू म्याच विनिङ र दबावपूर्ण परिस्थितिमा आएका छन्। उनले 16 चौका र 8 छक्का प्रहार गरेका छन्। बलिङमा पनि उनले 7 विकेट लिएर आफूलाई उपयोगी साबित गरेका छन्। फिल्डिङमा पनि उनले महत्वपूर्ण क्याच खेलेका छन्। अविनाश बोहरा, सुदूरपश्चिम रोयल्स, योर्करका बादशाह। क्रिकेटमा ब्याटरको दबदबा हुने भए पनि सुदूरपश्चिमका तीव्र गतिका बलर अविनाश बोहराले आफ्नो प्रदर्शनबाट सबैको ध्यान तानेका छन्। डेथ ओभर स्पेशलिस्टको उपनाम पाएका अविनाश प्रतियोगिताका सर्वाधिक विकेट कर्ता मध्ये दोस्रो हुन्। उनले खेलेका 8 खेलमा 16 विकेट लिएर विपक्षीको ब्याटिङ लाइनअपलाई ध्वस्त पारेका छन्। 7.70 को किफायती इकोनोमी रेट र हरेक खेलमा विकेट लिनको उनको निरन्तरता कन्सिस्टेन्सी नै उनको दावेदारीको मुख्य आधार हो। यदि बलरलाई प्राथमिकता दिने हो भने अविनाश यो पुरस्कारका लागि सबैभन्दा योग्य उम्मेद्वार हुन्। सुदूरपश्चिमको फाइनल यात्रामा उनको योगदानलाई कसैले नकार्न सक्दैन। सन्दीप लामिछाने, विराटनगर किङ्स, जादुई स्पिनर। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आफ्नो जादुई बलिङलाई यस सिजन पनि निरन्तरता दिएका छन्। सर्वाधिक विकेटकर्ताको सूचीमा पहिलो स्थानमा रहेका सन्दीपले 9 खेलमा 17 विकेट लिएका छन्। उनको इकोनोमी रेट लगभग 5 छ, जुन प्रतियोगिताकै उत्कृष्ट मध्ये एक हो।
जसले ब्याटरहरूलाई उनी विरुद्ध रन बनाउन कति मुस्किल परेको छ भन्ने देखाउँछ। पहिलो क्वालिफायर बाहेक हरेक खेलमा विकेट लिएका सन्दीपले तल्लो क्रममा ब्याटिङ गर्दै महत्वपूर्ण रनहरू पनि जोडेका छन्। अब कार बाहेक अन्य विधाहरूमा पनि खेलाडीहरूको प्रतिस्पर्धा रोचक छ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई करिब 6 लाख पर्ने पल्सरको NS 400 मोटरसाइकल प्रदान गरिनेछ। उत्कृष्ट ब्याटरको कुरा गर्दा यो विधामा विनोद भण्डारी, रोहित पौडेल र विराटनगरका विदेशी खेलाडी मार्टिन गुप्टिल तथा अन्य शीर्ष रनकर्ताहरूबीच कड़ा प्रतिस्पर्धा चलिरहेको छ। उत्कृष्ट बलरहरूको कुरा गर्दा अविनाश बोहरा र सन्दीप लामिछाने बीचको प्रतिस्पर्धा नै यो पुरस्कारको मुख्य आकर्षण हो। फाइनल खेलले यसको निर्णय गर्नेछ। उदयमान खेलाडीको कुरा गर्दा एनपीएलले सधैँ नयाँ प्रतिभा जन्माउने गरेको छ। यसपटक पनि केही युवा खेलाडीहरूले आफ्नो प्रदर्शनले चयनकर्ताको ध्यान तानेका छन्। अब कुरा गरौं क्याच विन म्याचेस। क्रिकेटको यो पुरानो भनाई एनपीएलमा पनि चरितार्थ भएको छ। एउटा उत्कृष्ट क्याचले खेलको नतिजा नै उल्टाउन सक्छ भने एउटा सजिलो क्याच छुट्दा हार बेहोर्नु पर्ने हुन्छ। यस सिजन फिल्डिङमा विशेष गरी क्याच लिने मामिलामा खेलाडीहरू बीच रोचक प्रतिस्पर्धा देखिएको छ। यहाँ हामी विकेट किपर बाहेकका फिल्डरहरूको चर्चा गर्दैछौँ। सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा विराटनगर किङ्सका अस्ट्रेलियन खेलाडी साम हेजलेट छन्। हेजलेटले मात्र 6 खेल खेलेर पनि 11वटा क्याच लिइसकेका छन्। उनले फिल्डिङमा देखाएको चपलता र एकै खेलमा सुदूरपश्चिम विरुद्ध लिएका 3 क्याचले उनी कति तीखा फिल्डर हुन् भन्ने प्रश्न देखाउँछ। उनीपछि सुदूरपश्चिमका दीपेन्द्र सिंह एरी छन्। उनले 8 खेलमा 10वटा क्याच लिएर आफूलाई सुरक्षित हात सेफ ह्यान्ड्स साबित गरेका छन्। विराटनगर विरुद्धको क्वालिफायरमा उनले लिएका 4 क्याचले खेलको नतिजामा ठूलो प्रभाव पारेको थियो। उनलाई पछ्याइरहेका छन् कुशल मल्ल, चितवन राइनोजका। टोली बाहिरिए पनि कुशल मल्लले 7 खेलमा 8 क्याच लिएर फिल्डिङमा आफ्नो प्रभाव छाडेका छन्। मिलिन्द कुमार जो काठमाडौँ गोर्खाजका हुन्, अलराउन्ड प्रदर्शन गरेका मिलिन्दले पनि 8 क्याच लिएका छन्। उनी एनपीएलको एकै खेलमा पोखरा विरुद्ध 5 क्याच लिने कीर्तिमानी खेलाडी पनि हुन्। जेरार्ड इरास्मस काठमाडौँ गोर्खाजका। नामिबियाका कप्तान इरास्मसले मात्र 5 खेलमा 7 क्याच लिएर आफ्नो फिल्डिङ कौशल देखाएका छन्। चितवन विरुद्धको एकै खेलमा उनले 4 क्याच लिएका थिए। कुशल भुर्तेल पोखरा एभेन्जर्सका कप्तान कुशलले पनि 7 खेलमा 7 क्याच लिएर उत्कृष्ट फिल्डिङको नमुना पेश गरेका छन्। नेपाल प्रिमियर लिग 2025 अब अन्तिम मोडमा छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स फाइनलमा भिड्दैछ। 62 लाखको कार कसको ग्यारेजमा पुग्ला? के विनोद भण्डारीको ब्याटले जादु देखाउला? के दिपेन्द्रले ब्याक टू ब्याक कार जित्लान्? वा रोहितले अन्तिम समयमा बाजी मार्लान्? त्यस्तै NS 400 मोटरसाइकल कसको भागमा पर्ला? यी सबै प्रश्नको जवाब अबको फाइनल खेलले दिनेछ। दर्शकहरूका लागि यो केवल खेल होइन, एउटा रोमाञ्चक कथाको अन्त्य हो। कीर्तिपुरको मैदानमा अब हुने हरेक रन, हरेक विकेट र हरेक क्याचले एउटा नयाँ विजेताको घोषणा गर्नेछ। त्यसैले आँखा नजिमकै हेर्नुहोस् एनपीएलको यो भव्य समापन। जय क्रिकेट, जय नेपाल।